70 वटा ग्यास सिलिन्डर एकैपटक युज भइरहेको 5 स्टार होटलमा सरकारले छापा मार्छ। 184 वटा सिलिन्डर भेटिन्छ, जसमध्ये 70 वटा त प्रयोग नै भइरहेका छन्। अनि यसलाई यसरी प्रचार गरिन्छ कि 184 वटा सिलिन्डर बरामद गरेर देशको ग्यासको समस्या नै सकिन्छ। नेताहरूमा यति पनि कमन सेन्स छैन एउटा 5 स्टार होटलमा कति ग्यास सिलिन्डर चाहिन्छ भनेर। र अर्को कुरा, यो देशमा कसैले पैसा कमायो भने उसलाई चोर भन्ने, देशलाई कर तिरेर देशको विकासमा मेजर कन्ट्रिब्युसन गर्ने व्यापारीलाई जुन डिसरेस्पेक्ट छ, अनि नयाँ मान्छे व्यापार गर्न कसरी अग्रसर होला, नयाँ उद्योग किन खुल्ला त, अनि देशमा रोजगारी भएन भनेर उफ्रेर हुन्छ त। व्यवसायीले सरकारलाई कर तिरिरहेको हुन्छ, रोजगारी दिइरहेको हुन्छ, ठुलो रिस्क लिएर लगानी गरिरहेको हुन्छ, र मेन कुरा त अर्थतन्त्र चलाउन योगदान गरिरहेको हुन्छ। कमन सेन्स युज गरौँ, सरकारमा हुनेले पनि र जनताले पनि।